यहाँ पिकनिक आयोजना गर्नुभएको छ र यो राजनीतिक पिकनिकमा उहाँ भाग लिनको र उहाँलाई स्वागत गर्नेहरूको भिडो छ देखाइरहेका छौँ। हेलिकप्टर बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानिया यहाँ पिकनिकमा सरिक हुन आउनु भएको छ। आज 1 जनवरी 2026 यहाँ नेपाली कांग्रेसका सभापति रामचन्द्र यादवले यो धनगढी माई नगरपालिका वडा नम्बर 14 सर्रे अम्बास गाउँमा यहाँ पिकनिक आयोजना गर्नुभएको छ र यो राजनीतिक पिकनिकमा उहाँ भाग लिनको र उहाँलाई स्वागत गर्नेहरूको भिडो छ। नेपाली कांग्रेसको तछाड मछाड छ र हेर्नुहोस् यहाँ थामिन सक्नु भिड छ र इन्द्र बानियालाई स्वागत गर्नका लागि यहाँ नेपाली कांग्रेसका कार्यकर्ताहरू सबै भेला भएका छन्। म